हेलो गुड मर्निङ नमस्ते। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो, त्यसैले सबैजनालाई मेरो फर्स्ट मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी 3 जना चाहिँ सेद्रिका जाँदैछौँ, किनभने आज हाम्रो डे अफ छ, छुट्टी छ। अनि त्यही कारणले हामी चाहिँ सेद्रिका हामी 3 जना म दिदी चाहिँ हामी सेद्रिका धेरै खुसी हुँदै रमाउँदै हो। आज त घुमिन्छ खाइन्छ भन्दै खुसी हुँदै जाँदैछौँ। अनि हामी चाहिँ हेर्नु न, अनि फेरि बुल्केरामा चिसो बढेर हात कट्याङ्ग्रेर यो भगवान् यस्तो भएको छ कि जाडो बढेर के गर्नु। अनि गफ गर्दा गर्दा त रेड लाइट बलिसकेको चाहिँ हामी चाहिँ दौडी रोड क्रस गऱ्यौँ अनि रोड क्रस गरेर चाहिँ हामीलाई चाहिँ अब बस चढ्नु थियो। अनि बस चढ्नु पर्ने भएर हामी चाहिँ अनि अर्को साइडपट्टि जानु थियो। अनि म चाहिँ यहाँ चिसोले धुवा फुफु गर्दै धुवा उडाउँदै अनि हामी चाहिँ जाँदैछौँ। म चाहिँ दौडिरहेको छु, किनभने जेब्रा क्रसिङमा अनि त्यही त हो नि, अब दौडेन भने त जान मिल्दैन। त्यही भएर दौडी गयौँ। अनि चिसोले यस्तो भएको थियो कि सबैजनाले फुफु गर्दै थिएँ। अनि त्यस्तै गरी हामीले बस कुर्दा पनि 83 नम्बरको बस आयो। अनि हामी चाहिँ 3 जना 83 नम्बरको बसमा चढ्यौँ। अनि चढेर चाहिँ हामीलाई सेद्रिका जानुपर्ने थियो मेट्रो स्टेसन। अनि त्यही भएर चाहिँ हामी मेट्रो स्टेसनतिर लाग्यौँ। 3टा टिकट लिएर अनि मेट्रो कुर्दा मेट्रो पनि आयो। अनि मेट्रो आएपछि हामी चाहिँ मेट्रोमा चढ्यौँ। मेट्रोमा चढेर चाहिँ हामी सेद्रिकातिर लाग्यौँ। सेद्रिका पनि हामी पुग्यौँ। अनि पुगेपछि अनि हामीलाई चाहिँ मेन सेद्रिकामा चाहिँ हाम्रो आज बुल ब्याङ्कमा जानु थियो। अनि बुल ब्याङ्कमा जानुपर्ने कारणले गर्दा पनि हामी त्यही कारणले आएको हौँ घुम्नुभन्दा पनि। अनि किनभने हाम्रो यो बुल ब्याङ्क अकाउन्ट ओपनै भइरहेको थिएन नि, त्यस कारणले हामीलाई बुल ब्याङ्क जानुपर्ने थियो। अनि त्यही भएर के प्रब्लम भयो, किन खुलेन भनेर चाहिँ हामी त्यहाँ सोध्नलाई गएको हौँ। अनि त्यस्तै गरेर हामीले चाहिँ सोध्यौँ के प्रब्लम भयो भनेर बुझ्यौँ। अनि बुझेपछि चाहिँ हामीलाई जाँदै बाटोमा चाहिँ यसले चाहिँ आऊ खानालाई आऊ भन्दै थियो। मैले चाहिँ खाँदिनँ भनेर चाहिँ गइनँ। अनि त्यही कुरा गर्दा अनि हामीले इन्डियन मार्केटमा अनि मोमो पाइन्छ भने सुनेको थियौँ। अनि त्यही मोमो खान जानुपर्छ भनेर चाहिँ हामी इन्डियन मार्केटतिर गइरहेछौँ। अनि फेरि बुल्गेरियामा कति धेरै चिसो बढेको, चिसोले ओहो के गर्नु र झन् भन्नुपर्दा हावा पनि यस्तो लाग्यो कि हावाले ठेलेर अहिले नि त्यो मोमो पसलतिरै पुर्याइदिएला जस्तो गइरहेको थियो कि। अनि त्यसपछि हामी त गयौँ। अनि फेरि दिदी र मुया पनि हो आज त मोमो खान पाइन्छ भन्दै खुसी हुँदै, जाडो भयो नि केही छैन, नेपालीलाई जाडो भएर नि के हुन्छ र मोमो खान पाएपछि भनेर खुसी हुँदै गएको। तर के गर्नु, मोमो पसल नि बन्द रहेछ। अनि त्यही पनि हामीले रोल खाएर अनि चित्त